नमस्कार, म सुनिल भट्टराई। तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानल नेपाली शेयर बजारमा। यो च्यानलमा हामी नेपालको शेयर बजारका जस्तै आईपीओ राइट शेयर र बोनस शेयर का विभिन्न जानकारीहरु दिने सरल भाषामा दिने छौं। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब लागौं विषयवस्तुतर्फ। आज जेठ 26 सान्वी इनर्जी लिमिटेड को साधारण शेयर आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेड को कार्यालय ठमेल काठमाडौँमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले जेठ 9 गतेदेखि 13 गतेसम्म प्रति किता रु 100 अंकित मूल्यका 24,15,300 किता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यस आईपीओमा उल्लेखनीय रूपमा रुचि देखाएको थियो। बिक्री प्रबन्धकका अनुसार कुल 20,43,249 आवेदकको 2,39,91,820 किता शेयरको माग गर्दै आवेदन दिएका थिए। ती मध्ये 3,674 आवेदन रद्द भएका छन् भने 20,30,156 आवेदनहरू वैध ठहरिएका छन्। माग अत्याधिक रहेकोले गोला प्रथाबाट बाँडफाँड गरिएको हो। बाँडफाँडपछि कुल 2,41,530 जना आवेदनले मात्र भाग्यशाली हुँदै 10 किताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी करिब 18 लाख भन्दा बढी आवेदन 18 लाख भन्दा बढी आवेदक भने शेयर नपाएर खाली हात परेका छन्। नतिजा हेर्ने तरिका। सान्वी इनर्जीको आईपीओ नतिजा निम्न माध्यमबाट हेर्न सकिन्छ। नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेडको वेबसाइटबाट, सिआसबाको प्रोटोकलबाट, मेरो शेयर एकाउन्टबाट नतिजा हेर्नका लागि आफ्नो बीओडीआई वा अन्य विवरण प्रविष्ट गर्नुहोस्। यो त थियो सान्वी इनर्जीको आईपीओ बाँडफाँड सम्बन्धी जानकारी। यस्तै छिटो छरितो जानकारी लिन चाहनुहुन्छ भने कृपया हामीलाई सब्स्क्राइब गर्नुहोस्। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब अवश्य पनि गर्नुहोला। एक लाइक एक कमेन्ट अवश्य पनि गर्नुहोला। हवस् त आजलाई यति नै। फेरि अर्को भिडियोमा जोडिने बाचासहित आजलाई छुट्छु। हवस् त। जय देश जय नेपाल।